हेलो नमस्ते साथीहरू सबैजनालाई। आज चाहिँ मैले फर्स्ट टाइम भ्लग बनाउने ट्राई गरेको छु तपाईहरुमा। अब भ्लग चाहिँ कहाँनिर बनाऊ भनेर यसो सोच्दै गर्दाखेरि म चाहिँ इलामबाट हो, अनि चियाबारीमा गएर चाहिँ सुरु गर्नु पर्यो, कस्तो हुँदो रहेछ, कतिजनाले हेर्नु हुँदो रहेछ भन्ने कुराले यहाँनिर आएर तपाईहरु सामु देखाउन गइरहेको छु। इलामको चियाबारी हो यो चाहिँ। यहाँनिरको मात्र नभएर म यो भन्दा ठुलठुलो बगानहरू साथै भ्यूहरूले जति देखिन्छ तपाईहरु सामु देखाउने छु। इलाम चाहिँ एकदम सौन्दर्यले भरिपूर्ण ठाउँ, नेचुरल ब्युटी रहेको छ। अनि यहाँ चिया बगानहरू कन्याम इलाम बजारको त तपाईहरुलाई सायद धेरैले थाहा छ होला। अनि कन्यामको मात्र नभएर यहाँनिर चाहिँ व्यावसायिक रूपमा चिया खेती गर्ने गरिन्छ। अनि प्राय सबै जसो घरहरूमा चिया चाहिँ लगभग हुने नै गर्दछ, सबैले व्यवसाय गर्नुहुन्छ। अनि यो इलाम बजार यहाँनिरबाट हेर्दाखेरि देख्नु हुनेछ, तर आज चाहिँ मौसम अलिकति खराब रहेकोले कुहिरोहरूले ढाकेको हुनाले आज खासै राम्रो देख्न सकिँदैन। अनि यो अहिले देख्दै हुन्छ, यो चाहिँ हाम्रो गाउँको स्कुल रहेको छ। तपाईँहरूलाई अगाडि देखाउँदै लैजानेछु, हेर्नु होला। अलिक दिन उज्यालो हुनु भने चाहिँ भ्यूहरू एकदम राम्रो देख्न सक्नुहुनेछ, तर आज चाहिँ त्यसले गर्दाखेरि राम्रोसँग क्लियर आउन सकिरहेको छैन। अनि यहाँनिर इलाम बजारमा चाहिँ फेमस त्यस्तो घुम्ने ठाउँहरूदेखि लिएर सौन्दर्यको कुराहरू धेरै रहेको छ। यदि तपाईँहरूलाई यो भिडियो मन पराउनु भयो भने साथै म अन्य त्यस्तो भिडियोहरू पनि बनाउने छु। आजको यो मेरो पहिलो भ्लग चाहिँ विशेष गरी चिया बगानमै रहेको छ। अनि चिया बगानमा खिच्दै तपाईँहरूलाई यहाँको दृश्यहरू देखाउन सकौँ भनेर म यहाँ पाटपाट गर्दै, खासै टाढा त छैन, यो नजिकै हो, तर यहाँ माथि दिनदेखि माथि एउटा भाग रहेको छ, तलकै एउटा सबै कभर गरिरहेको छु। अनि यो इलामको चिया बगान चाहिँ एकदम अहिले दबाई निषेधित भएको कारणले एकदम अर्ग्यानिक प्योर रहेको छ। अनि यहाँको जुन चिया बगान जुन चाहिँ खरायोहरू, त्यस्ता सानो जनावरहरू, स्यालहरू भेट्न सकिन्छ कहिलेकाहीँ। मैले 12-15वटासम्म चाहिँ यहाँनिर देखेको थिएँ, तर अहिले ठ्याक्कै अब भन्ने बित्तिकै त पाइँदैन। अनि यहाँनिरको धेरै सौन्दर्य कुराहरू अरू बाँकी पनि रहेका छ, हेर्दै जानुभयो भने पक्कै पनि नेक्स्ट टाइम देखाउने छु।